चाहिँ अब जामाचो जानको लागि आइराखेको छौँ। यहाँ चाहिँ अब जामाचो जानको लागि चाहिँ यहाँ माथि अब हाम्रो हाइकिङ सुरु हुन्छ। हामी चाहिँ अब जामाचोको हाम्रो यो हाइकिङ सुरु भइसकेको छ। आज हामी चाहिँ आज असार 7 गते चाहिँ हामी हाइकिङ आएको छौँ जामाचो। अब चाहिँ हाम्रो भर्खरै यहाँ सुरु भइरहेको भर्खरै त्यहाँ आर्मी चेकिङ हुँदो रहेछ। नागरिकताहरू मागेको थियो तर हामीले ल्याएर दिन्छौँ, तर जान दियो। हजुरहरू चाहिँ कोही आयो भने चाहिँ नागरिकताहरू लिएर आउनु होला। अनि चेकिङ पनि भयो। जामा चाहिँ भयो हाइकिङ चाहिँ फर्स्ट टाइम आएको। यहाँ बाटो चाहिँ ठ्याक्कै मैले सोचेको जस्तै रहेछ कि हिँड्ने बाटो, तर बढी सिँढीहरू रहेछ। यसले गर्दा त थाकिन्छ पछि पछि। अब यहाँ चाहिँ जामा चाहिँ माथि 4 किलोमिटर छ अरे साथी। हामी चाहिँ 1:20मा हिँड्न सुरु गरेको, ठ्याक्कै 1:20मा हिँड्न सुरु गरेको। हेरौँ कतिखेर पुगिन्छ माथि। 4 किलोमिटर छ भने पछाडि आउने चाहिँ सबैभन्दा अल्छी मान्छे। कति मजाले यहाँ जङ्गलमा किराहरू गएर खाने के। अलि यो सैनिक इलाका प्रवेश निषेध हुने ठाउँमा खाम। यहाँ चाहिँ यता सैनिक इलाका रहेछ क्या, प्रवेश निषेध भने फुलबारी केटगानबाट। हामी चाहिँ अब त्यो बिचमा चाहिँ अलिकति माथि चढ्छौँ। त्यहाँ आर्मी त्यहाँ चेकिङ लिएर चाहिँ ऊ हुँदो रहेछ कि हल्का सम्म ठाउँ रहेछ। त्यहाँ चाहिँ फेरि अब हाम्रो यहाँ ट्रेल टाइप गएको छ। मौसम चाहिँ शीतल हुँदो रहेछ यहाँ चाहिँ। स्मेल पनि दामी हाम्रो स्मेल राम्रो। गर्मी चाहिँ भएर हिँड्छ क्या त। आज आइतबार भयो भने टन्नै मान्छेहरू आइरहेको छैन है। भर्खरै रेस्ट गरेर अनि यहाँ चिप्स खाएर हिँड्दैछौँ। थकाइ त लागेको मान्छेलाई आज चिप्स खाए बाजा जस्तै खुसाएर लगिनु भयो। त्यो अगाडि अगाडि बाटो चाहिँ त्यस्तो थकाउने जस्तो रहेछ। सुरुमा चाहिँ डाइरेक्ट चढ्ने जस्तो रहेछ, अनि त्यसपछि चाहिँ हल्का हल्का रहेछ। तपाईँको बिगिनर टाइपको के बिगिनर हाइकर भन्छ नि, हो त्यस्तो लाग्यो कि एकदम ठिक्क रहेछ यो जामाचोको हाइकिङ चाहिँ। धेरै एकदमै पनि छैन, ठिकै छ। सुरुमा चढ्दाखेरि चाहिँ सिधै ठाडै रहेछ, अनि त्यसपछि चाहिँ राम्रो छ बाटो। त्यसपछि चाहिँ एकदम थाक्ने जस्तो छैन। हामी चाहिँ 4 जना आएको नि। अब राम्रो होइन कि नि माथि चाहिँ अबै छैन। बादर आए बादर धेरै बल बस्न गर हल्का हल्का
ल भाइर म चाहिँ जामा छ हाइकमा दौडिराखौँ है। ए अब चाहिँ 2 किलोमिटर मात्रै अरे अब चाहिँ ठ्याक्कै जामा चाहिँ 2 किलोमिटर छ। हामी चाहिँ ठ्याक्कै आधा हिँड्छौँ। अब चाहिँ भाइ के भन्दा आधा बाटो हामी साथ धेरै बस गराउँथ्यो बसी रमाइलो गरी आइजाउँ। अँ माथि पुग्नै घाल्नु पर्छ। अन्त रात परिसक्छ। ल अलरेडी रनिङ हान्दैछ हाम्रो यहाँ ठ्याक्कै यहाँ हाम्रो यहाँ चाहिँ हाम्रो स्वयम्भू छ तारा ढाकिएको छ। यही स्वयम्भू भन्दा नि धेरै माथि आयो हामी। यहाँ चाहिँ हामीले गुराँसको यो बोट पनि पातको टिपेर फाल्दै रहेछ बेड टाइम। आपतकालीन सम्पर्क नम्बर अरे यदि कहिले केही भयो भने चाहिँ त्यहाँ लेखेँ। अब चाहिँ हामी लगभग 75% जति हिँडिसक्यौँ। अब चाहिँ चाँडै पुगिन्छ। अब बाटो नि अब ठिकै छ नि त। अब त्यही नि फोरे 700 सिडी जति छ हामी चाहिँ अब। अँ गाइस हामी चाहिँ पुग्यो 4 बजी पुग्यो ठ्याक्कै। हामी चाहिँ ठ्याक्कै 4 बजी पुग्यो। 1:20 मा हिँडेको। यो नि त हामी हेर्न आएको यहाँ क्या मजाको भ्यू छ। यहाँ धराएर देखेछ ऊ त्यहाँ स्वयम्भू छ स्वयम्भू मन्दिर स्वयम्भूनाथ धराएर कहाँ ए त्यहाँनिर ए अँ इन्सेलको टावर त्यो हो र त्यो होइन नि इन्सेलको टावर ए त्यो सानो चाहिँ इन्सेलको टावर हाम्रो रुम चाहिँ यतापट्टि पुरा कुहिरो लाग्यो हेर नि कस्तो मजाको भ्यू छ नि यार। आहा हिँड्दै गरेर म तिमीलाई भेटाइहाल्छु। त्यो हजुर पनि तलै जानुहुन्छ?